सबैजनालाई एकदम धेरै स्वागत छ मेरो अर्को भिडियोमा। अनि हजुर एकदम धेरै सन्चै हुनुहुन्छ होला है। म पनि एकदम धेरै सन्चै छु। अनि पछाडि चाहिँ मैले आज चाहिँ नाम्रो डोको बोकिरहेको छु। कता जानु लाग्यो होला भनिराख्नु भएको होला होइन। आज चाहिँ म चाहिँ हाम्रो चाहिँ गाउँ नजिकको होइन शिवको मन्दिरमा चाहिँ आज अर्को मूर्ति चाहिँ राख्ने कुरा सुनिरहेको थियो होइन। अनि त्यो राख्ने भएकोले चाहिँ गाउँबाट चाहिँ श्रमदान दिनुपर्छ अरे। अनि त्यही भएर चाहिँ घरबाट ट्याक्क लगाएर चाहिँ एकजना चाहिँ आउनुपर्छ अरे कि प्रत्येक घरबाट। अब त्यहाँ ढुङ्गा बोक्ने बाल्लो बोक्ने केटीहरू अब त्यहाँ के काम हुन्छ त्यो चाहिँ गर्नुपर्ने हुन्छ सबैजनाले। अनि म चाहिँ त्यहाँ जाँदैछु, अब पुग्नै आँटेको छु होइन, नजिकै छ घरबाट। अनि चाहिँ त्यही हो, अब कस्तो कस्तो काम हुन्छ, को साथीहरू भेटिन्छ के हुन्छ होइन, सबै कस्तो काम हुन्छ भरे अन्तिमसम्म देखाउने छु हजुरलाई है त गाइज। अनि हामीले चाहिँ यो ढुङ्गाहरू चाहिँ सबै लिएर जानुपर्ने हुन्छ माथि मन्दिरसम्म, सायद बालुवा पनि होला यहाँ यो ढुङ्गाहरू। अनि यहाँबाट चाहिँ यहाँ माथि छ मन्दिर चाहिँ, यहाँ अलिअलि पिपलको रुख मुनि छ होइन। अनि चाहिँ हामी चाहिँ जानुपर्ने हुन्छ। पहिला चाहिँ बालो लानुपर्ने हुन्छ अरे, अनि त्यसपछि बालो ढुङ्गा लान्थ्यो। अब चाहिँ मैले चाहिँ यो बालो लानुपर्ने हुन्छ। यहाँ ठुलबाबाले चाहिँ मलाई मेरो डोकोमा चाहिँ बालो हालिदिएको हुन्छ। राम्रो अब चाहिँ मेरो चाहिँ थुन्से डोको भरिसकेको छ होइन। म चाहिँ जानुपर्ने हुन्छ मन्दिरसम्म। अब यो बालुवा लिएर धेरै भयो नबोकेको, त्यही भएर चाहिँ अलिक कस्तो अप्ठ्यारो फिल भइरहेको छ होइन। अलिकति कस्तो गरुलो फिल कस्तो भइरहेको छ होइन। असहज महसुस भइरहेको छ। यहाँ चाहिँ खत्रै उकालो बाटो छ। यो बाटो पनि अस्ति भर्खर बनेको हो होइन। यो उकालो जानु चाहिँ लास्टै धौ हुन्छ कि सबैलाई। अब हामीहरू त हिँडिन्छ, अलिक उमेर ढल्केको मान्छेहरूलाई चाहिँ अलिक गाह्रो हुन्छ होइन। हेलो गाइज, अब चाहिँ हाम्रो टक्क मूर्ति ल्याएर यहाँ चाहिँ मूर्ति राखिन्छ। टक्क हाम्रो यो महादेव स्थानको मन्दिर हो, महेश्वर मन्दिर भन्छ होइन। यहाँ चाहिँ हाम्रो क्लब अध्यक्ष दाइ है, ज्येष्ठ नागरिक समाजसेवीहरू हुनुहुन्छ, सबैजना यो सबै मिलेर गर्न लाग्छ है। हाम्रो पर्दा अलि भरे गर्ने यो गर्ने उसमा हाल्दियो यहाँ राष्ट्र दामी सानो यो विश्वमा थाहा पर्ने हो। मान्छेहरू चाहिँ बल्ल 4-5 जना मात्रै जम्मा भइरहेको छ अहिले। अनि त्यही हो, अनि बिस्तारै आउँदै गर्नुहुन्छ होला अरू चाहिँ। अनि आज चाहिँ हाम्रो यो मन्दिरमा चाहिँ अर्को मूर्ति चाहिँ राख्ने भएकोले चाहिँ आज चाहिँ यहाँ चाहिँ सबैजना चाहिँ खटिनु भएको छ होइन। बिस्तारै मान्छेहरू आउनुभएको छ। भित्र अर्कै मूर्ति छ भने आज चाहिँ बाहिर अर्कै मूर्ति राख्ने काम हुँदैछ आज चाहिँ। अन्तिमसम्म हेर्नु होला, सुरुदेखि अन्तिमसम्म देखाउने छ भिडियोहरू। अनि हामीले चाहिँ यहाँ बालुवाहरू चाहिँ बोकेर राखेको छौँ, डम्पिङ गरेको छौँ। अब चाहिँ हामी चाहिँ ढुङ्गा लिएर आउनुपर्ने हुन्छ। अब चाहिँ ढुङ्गा ल्याउँछौँ हामी चाहिँ। मान्छेहरूले चाहिँ ढुङ्गा बोकिराख्नु भएको छ, कसैले बालुवा बोकिराख्नु भएको छ, कसैले त भत्काइराख्नु भएको छ। के छ गाइड? एकदम बाबा ढुङ्गा हो।
अनि म चाहिँ भर्खर यो मोबाइल चाहिँ तल छोडेको थियो मैले अनि त्यसपछि म चाहिँ उता माथि रोडमा पाइप लिन गएको अनि पाइप लिएर चाहिँ ढ्याक लाएर अहिले पछाडि मेरो छ सङ्गम बाबु र म चाहिँ ढ्याक लाएर बाहुबली स्टाइलमा हो नि त फिल्म स्टाइलमा पुरै ढ्याक लाएर ढुङ्गा चाहिँ ढ्याक काँधामा हाल्दा चाहिँ यो उकालो बबाल उकालो छैन यो उकालो चाहिँ जानुपर्ने हुन्छ अनि आज श्रमदानको दिन चाहिँ हजुर शिवजी मन्दिरको उद्घाटन हुँदैछ सबैले हेरिदिनु होला धन्यवाद त्यही हो आज चाहिँ रमाइलो पनि होला जस्तो छ होइन मन्दिरको ठाउँमा श्रमदान गर्न पाउँदा एकदम खुसी पनि लागिरहेको छ यहाँ दुईजना केटाहरूले चाहिँ ढ्याक ल्याएर चाहिँ मसला बनाइरहेको छ होइन अङ्कल बाटो ब्लक भएछ काम चाहिँ मजाले धमाधम भइरहेको छ कसैले तल ट्याकेर हाम्रो सुभाष र मुक्त दाइले चाहिँ ट्याकेर सिमेन्ट र बालुवा चाहिँ मस्त घोलिराख्नु भएको छ दुईजनाले अनि अरूले कसैले ढुङ्गा कसैले बालुवा हाम्रो सार भाइ तलबाट आइरहेको छ अनि यता चाहिँ जग हाल्ने कार्यक्रम भइरहेको छ हाम्रो यो मन्दिरबाट चाहिँ एकदम वरिपरिको भ्यूहरू पनि मजाले देख्न सकिन्छ है हेर्न सक्नुहुन्छ त्यति राम्रोसँग त आउँदैन तैपनि एउटा गाउँको बिचबाट होइन मन्दिरको एरियाबाट चाहिँ वरिपरिको भ्यूहरू पनि मस्त देख्न सकिन्छ हेर्न सक्नुहुन्छ भ्यूहरू
हाम्रो यता चाहिँ पुरानो वाल भत्काएर चाहिँ नयाँ वाल बनाउने प्रोसेस हुँदैछ होइन। अनि हाम्रो यता साइडमा चाहिँ म पनि ऱ्याकला राख्दैछु होइन। अघि काम त गरेको थियो। यसको नाम के हो अङ्कल? गैठी। पिकमा इङ्ग्लिसमा पिक, नेपालीमा गैठी। मैले के भन्नै परेन। गले कान्छाको टन। क्या बात
धागोले नाम दियो बलियो जार बिना छ बलियो जार बिना छ हेलो गाइज म चाहिँ सबै काम गर्न एकदम एक्टिभ छु होइन अघि के काम गर्दै भिडियोमा देखिहाल्नुहुन्छ अब यो काम गर्छु म चाहिँ
छोरो उकाइदिन्छ आज हाम्रो यो मन्दिरको मूर्ति राख्ने यो काममा चाहिँ आजको यो श्रमदानमा चाहिँ एकदम गाउँको चाहिँ आमासम्मदेखि लिएर क्लबदेखि लिएर होइन बाउसम्म सबैजना एकदम धेरै सक्रिय छ होइन। आज चाहिँ देख्न सक्नुहुन्छ यता चाहिँ क्लबको केटाहरू होइन क्लब मेम्बरहरू छ होइन। अनि यता बुवा समूहहरूको यता लागि परिराख्नु भएको छ। अनि यता आमा समूहहरूको पनि एकदम लागि परिराख्नु भएको छ सरसफाइ गर्नको लागि। पुगेन त्यसो भए यहाँ चाहिँ लगभग आधा जति चाहिँ वाल लगाइसक्नु भएको छ उहाँहरूले। मसला मागो मसला हामीले बनाउनु पर्छ हेर्नलाई सानो होइन अलिकति मेन टेबल ठिक छ अगाडि चाहिँ अब फोटो ल्यायो भने शिवलिङ्ग यहाँ राख्नु भने त त्यो होइन दिने गरेर भने डाइरेक्ट कहाँ यहाँबाट आउँछ त्यहाँ त मूर्ति बस्नु मूर्तिलाई त कहाँ दिन्छ माथि दिने होइन मूर्तिलाई दिने मूर्तिलाई दिएर पानी शिवलिङ्गमा आउँछ नि त कसरी आउँछ मूर्तिबाट यस्तै दिने शिवलिङ्ग हो नि शिवलिङ्गबाट यसरी मन्दिरमै हाल्यो त आएन क्या त्यो माथि गएर त्यो मूर्तिलाई मात्रै यहाँबाट दिएपछि मूर्तिलाई मात्रै भयो। अब यहाँ शिवलिङ्ग त तल बस्छ कहाँबाट हुन्थ्यो त्यहाँ त मूर्ति मात्रै बस्छ त्यो शिवलिङ्गको सेटै त्यो हेरी पानी दिएर तुरेर आउने त यहाँ अब हाम्रो सेट यहाँ हेरी फर्केर बस्छ यहाँ त्यो के अरे मूर्ति कस्तो अरे यहाँबाट पानी दिएर फुर्र मुखबाट आयो नि यहाँनिर त्यो सोली के भन्छ अरे बट्टा जस्तो हुन्छ नि
त्यो ठ्याक्कै यहाँबाट मुखबाट आएर ठ्याक्क झऱ्यो त्यहाँबाट चक चक मुखबाट त के आउँथ्यो खै कता लाग्ने म देखेन त केही बिग्रिएन यो खोला नि माफी र